कहाँ पुगिसकेको रहेछ भन्दाखेरि हाम्रो के अरे के रिसोर्ट थियो शालिनी बाटिका भन्दा पनि माथि गइसक्यो। यो विडम्बना हो, मलाई दुःख लाग्छ। त्यति बेला मैले त्यहाँ चाहिँ घर भत्काएको, त्यहाँ चाहिँ दुःख गरेको, त्यहाँ गाली खाएको, अनि त्यहाँ चाहिँ तपाईँको आगो लगाएर चाहिँ घरहरू भत्काएको के काम लाग्यो? त्यसपछि आएर चाहिँ त्यसपछिकाले किन काम गर्नु भएन? के हो हाम्रो काम भनेको? काठ मात्रै निकाल्ने हो, काठ मात्रै बेच्ने हो, दाउरा मात्रै बेच्ने हो? त्योभन्दा अरू चाहिँ हाम्रो काम होइन न। उपभोक्ताको कार्य समिति पनि जोडिन्छ। कार्य समितिलाई पनि उपभोक्ताले साथ दिएपछि मात्रै न सफल हुने हो। यदि यस्तो अवस्था रह्यो भने अब हामीले सामुदायिक वन बनाएको औचित्य के होला? सामुदायिक वन किन बनाइयो? सामुदायिक वन बनाउनु कारण म छोटकरी भन्न चाहन्छु। तपाईँहरूलाई याद पनि होला, सबैले थाहा छ। वन कर्मचारीले मात्रै वनको संरक्षण व्यवस्थापन गर्न सम्भव छैन। जनसहभागिता चाहियो भनेर चाहिँ सामुदायिक वन बनाइएको। जनसहभागिता मार्फत वनको संरक्षण होस्, व्यवस्थापन होस् भनेर सामुदायिक वन बनाइएको हो। र त्यो जनसहभागिता जनाए बाबत यहाँहरूले काठ दाउरा पाउनुहुन्छ, काठ दाउरा पाउनुहुनेछ र काठ दाउरा वितरण भएको रकम पनि तपाईँहरूकै समूहमा आउनेछ र तपाईँहरूकै समूहमा तपाईँहरूकै गाउँठाउँमा काम लाग्नेछ, प्रयोग गरिनेछ भन्ने अवधारणामा सामुदायिक वनको अवधारणा आएको र यसरी सामुदायिक वन हस्तान्तरण गरिएको। अब हामी अतिक्रमण हुँदाखेरि पनि वास्ता गर्दैनौँ, चोरी निकासी हुँदाखेरि पनि वास्ता गर्दैनौँ, आगलाई हुँदाखेरि पनि वास्ता गर्दैनौँ। वास्ता भनेको खालि आम्दानी भयो, त्यो आम्दानी कहाँ गयो भन्ने कुरामा मात्रै गर्न थाल्यौँ भने सामुदायिक वनको उद्देश्य पनि पुरा हुँदैन। तपाईँ हामीले जुन उद्देश्यले राम्रो गरौँला भनेर सोचिरहेका छौँ, जुन मन लिएर लागेका छौँ, त्यो पनि उद्देश्य पुरा हुँदैन। अतिक्रमण नियन्त्रणको मामलामा मैले अहिले यहाँ आउँदाखेरि मैले डडेलधुरा पनि काम गर्थेँ, तलमाथि जाँदाखेरि म हेरिरहेको थिएँ। मलाई लाग्थ्यो यो नियन्त्रण गर्ने कोही छ कि छैन भने। अहिले आएर अहिले आएको डिओ साहबहरू हामी माथि कुनै कामले सहजपुरतिर जाँदाखेरि उहाँले स्पेसल निर्देशन दिनुभएको छ मलाई, तपाईँ चाहिँ यो अतिक्रमणहरू जो अहिले नयाँ नयाँ भएको छ त्यो हटाउनुहोस् भनेर। त्यसैले उहाँको निर्देशनमा सूचनामै नाश गर्दैछ, धेरैजना थाहा पाइसक्नु भएको। त्यसमा अहिलेको कार्य समिति हुनुहुन्छ, तपाईँहरूले नि साथ दिनुपर्छ, अथवा तपाईँ चाहिँ चयन हुनुहुन्न, अर्को चयन हुन्छ भने तपाईँहरूले साथ दिनुपर्छ। तपाईँहरूले पनि यो अतिक्रमण हटाउँछु, अतिक्रमण नियन्त्रण गर्छु भन्ने मनसाय लिएर आउनुलाई जोसुकै आउनुहुन्छ। यहाँ भएको पैसा देखेर, यहाँ भएको काठ बिक्री देखेर मात्रै आउने होइन, त्यो देखेर पनि आउने नै हो, ठिक छ, त्यो देखेर नआउनुहोस् भने होइन, त्यो देखेर मात्रै आउने होइन। र अहिलेका कार्य समितिका पदाधिकारीज्यूहरू र सम्पूर्ण उपभोक्ताज्यूहरूलाई मैले के अनुरोध गर्दछु भन्दाखेरि तपाईँहरू पनि सर्प देख्यो भने बाहिर हात, माछा देख्यो भने भित्र हात गरेर दुलोमा चाहिँ गर्ने चाहिँ होइन। जिम्मेवारी आइसकेपछि च्यालेन्ज स्वीकार्नुपर्छ, चुनौती स्वीकार गर्नुपर्छ। हामी काम गर्दा मलाई 35 वर्ष भयो वन क्षेत्रमा काम गरेको, मैले कति गाली खाएँ, कति बेइज्जती खाएँ, कति के कुराहरू गरेँ भनेको त्यो मलाई मात्र थाहा हुन्छ, हामी वनका कर्मचारीलाई मात्र थाहा हुन्छ। तर के को लागि गर्दैछौँ हामीले दिएको जिम्मेवारी दिएको छ नि त, जिम्मेवारी दिएपछि त त्यो पुरा गर्नु पर्यो। पुरा गर्न नसके पनि कोसिस त गर्नु पर्यो, लाग्नु त पर्यो, गाली खाए पनि खानु त पर्यो। कमसेकम एउटा हामीलाई दिइरहेको नुन भन्छ नि, हामीले खाइरहेको तलब, त्यो तलबले त कमसेकम श्राप दिने नि हामीलाई, गरेकै हुने नि, गाली त खाए कमसेकम।